ब्याक टु माई न्यू ब्लग। आज चाहिँ दिदीको साटो मैले भ्लग बनाइदिएको। अनि हेर्नु न यिनीहरू चाहिँ कोचिङ जान रेडी भइसकेको छन्। बिहानै भयो आज यिनीहरू ढिलो उठ्यो क्या, नभए अरू बेला तत्रो हिँड्ने यिनीहरू। आज चाहिँ सोमबार बाईहरू त्यो पारी छन्। अझै धेरै जस्तो एक्लै भयो नि त अब त काम गर्नलाई। अनि अब चाहिँ म यहाँ किचनको ढोका म चाहिँ किचनमा आइसकेँ होइन। अब चाहिँ भात पकाउनु हुन्छ, घर पोछ्नु काम के गर्नुहुन्छ नि होइन, गर्नुपर्छ। अब त हाम्रो हेर्नु काम यस्तो छ। अरूहरू चाहिँ भित्र हुनुहुन्छ, ठुलो मम्मी लक्ष्मी भित्र हुन्छ, बहिनीहरू कोचिङ गइदेखि भएको होला होइन। म चाहिँ अब यहाँ भात सब्जी पकाउँछु अनि ठुलो मसँग चारो गर्नुहुन्छ है। मैले चाहिँ भुस गरेँ। अब किचनमा आएर अब चाहिँ भातहरू पकाउनु पर्छ मेरो चाहिँ। अब चाहिँ भातहरू पकाउनु पर्छ। हिजोको भातहरू चाहिँ खाना त पर्छ कि पर्दैन भन्नु त। पनि छैन क्या। चाहिँ अब भात सलक्क खानु पर्यो। अब चाहिँ मैले कुकर क्र्याक गरेँ। साँच्चै चाहिँ हेर्नु चिसो मौसम छ। चिसो मौसममा चाहिँ चियाहरू कुकर चाहिँ धुन आँटेँ अब मैले। भात चाहिँ मैले बनाइसकेँ। यो त छ। अब भाँडा माझ्नु पर्छ। भाँडा माझिसकेपछि आउँछु अनि काम गर्नुपर्छ। हाम्रो जस्तो आज चाहिँ को छैन भन्दाखेरि त उसो छैन होइन। मेन त गीत गाउने मान्छे अनि भिडियोमा भ्लग बनाउने मान्छे पनि छैन क्या आज। त्यही भएर मेरो भ्लग नै नराम्रो भइरहेको होला के भन्नु। तपाईँहरू उसुको गर्दै आउँछु ल। हाम्रो चाहिँ मकै यत्रो भइसक्यो। तपाईँहरूको चाहिँ कत्रो भयो भन्नु है होइन त। मैले चाहिँ अब चाहिँ घरमा लगाउन आँटेको मैले चाहिँ त्यो चाहिँ सुतिर मनपर्छ। शान्त छैन भने चाहिँ त्यही भएर है। अब चाहिँ यहाँ लुगा पर्छ। त्यो चाहिँ सुतिर ब्याग चाहिँ हामीलाई चाहिँ ठोके चाहिँ त्यही गर्छ। यो चाहिँ हाम्रो क्युटी पर्छ छ। तपाईँहरू चाहिँ यस्तो बिरालो भन्दै सम्पर्क गर्नु। अब चाहिँ म उताबाट थाल्नु क्या छोडी यत्रो भइरहेको के गर्नु। हाम्रोसँग देखाउँछु है तपाईँलाई। भातमा एक सिटी लागिसक्यो। अब अर्को सिटी लगाउनु पाक्छ। अब त काम पर्ने घरका साङकारी भए सब्जी पकाउनु पर्छ। सब्जीमा चाहिँ के हेर्छु ल। यो रहेछ तर मलाई छिल्नै आउँदैन के गर्नु। यो पकाउनु पर्यो आज। ए अनि तपाईँहरूलाई चाहिँ एउटा कुरा भन्नु थियो। तपाईँहरूलाई चाहिँ को कोलाई अचार खान मन लाग्छ सम्पर्क गर्नु होला होइन। अब ठुलोमा चाहिँ बनाउनुहुन्छ सुँगुर कुखुरा सबैको क्या बनाउनुहुन्छ। यस्तो मासु अचार चाहिँ कति मिठो हुन्छ। धेरै मसलाहरू पनि धेरै हालिदिनु हुँदा चाहिँ ठिक्क हाल्नुहुन्छ। मासु चाहिँ फेरि यो चाहिँ हजारको हो। 500को पनि पाउनु। 500को चाहिँ एक पाउ। यो हजारको 2000को घरमा ठुलो बट्टा हुन्छ है। सम्पर्क गर्नु होला त्यही तपाईँलाई अचार चाहिएकोमा। 98 नम्बर चाहिँ भन्छु। 98 25 31 22 17 नम्बर चाहिँ जब हात काट्न हालेको मलाई नकाटेको त्यहाँ पछि काट्छु म पाल्छु नि त। त्यो नकाट्दा 10 हुन्छ त्यो मजाले पकाएको हो। नकाट्नु काट्नुको छ।
अघि मैले अचारको देखाएको थिएँ, कुकुरा चाहिन्छ सम्पर्क गर्नुलाई, हाम्रो ठाउँमा बेच्नुहुन्छ, ध्यान दिनु होला। प्याज म खाइन, यता राख्नु होला। मैले सब्जी रेडी गरिसकेको छु। अब प्याज काट्नुपर्छ। अब प्याज अहिले जाति काटेर राखेको थिएँ, काटेको कराई तातिसक्यो। अलिकति के पनि किन्दिनँ है, हाम्रो चाची किन्दिनँ, मिठो पो छ त। अगाडि कराई तातेको रहेछ, मसलाहरू काटेर राख्नु भने अगाडि नै हामीले किनेको छु। अब टमाटर पनि काट्नु होला, टमाटर काटेर छु। अबदेखि चाहिँ धेरै वर्ष भएको मैले बनाइरहेको हुन्छु होला। आजबाट चाहिँ स्टार्ट गरेर कतिसम्म मैले इन्डिङ गर्ने रे चियाको खुवाउँछ, चिया हाल्नु जस्तै छ त्यो हामीले नाच पनि मेरो चाहिँ काम साथी कोही भएन। अब हाम्रो चाहिँ मसला बट्टा चाहिँ यस्तो छ है, यसमा राख्छ नि त भित्र एकैछिन हालेको खान्छ उकालो हालिनुपर्छ, उकालो खान्छ। हामी चाहिँ यहाँ चाहिँ कुखुराले चाहिँ यहाँ ठुङ्गो यहाँ त्यो सुँगुर तार हाल्यो के भएर लास्ट सबै सानो हुन्छ मसला भएको दाल पनि हुन्छ सक्छ पनि मलाई पनि चुप्नु खालबाट तपाईँहरूले हेरेर चाहिँ सबै बनाउनु आयो भने लाइक कमेन्ट सेयर हेरेर छोडिदिनु हेरेर फेरि राम्रो हुँदैन मजाको झुक्रेर यसमा हालेको थिएँ फेरि धोइसकेको भएर कति भन्नु आज त हुन्छ नि त सोमबार खाजा जानुपर्छ अनि त्यसैले म चाहिँ कस्तो भुलेको क्या नआएको आज त खाजा जानुपर्छ 2 महिना kita cek aku jadi pakai itu kan pakai itu kan mà hasil lagi nak mà đi ra cái chỗ quan cái kan thế mà sẽ làm không sao kan ông ấy mà कट đi thì chèn म चाहिँ तरकारी सबै अब खाजा बनाउन रेडी गर्न आँटेको खाजा बनाउनलाई ज्यादा आलु र भातले मामलान आँटेको छु। सबै चाहिँ पानी पर्यो है सिमसिम पर्न थालिसक्यो सबै जानेको छु। मैले चाहिँ खाजा पनि बनाउँदा है तरकारी सबै काम सबै भन्न गर्नु भनेको बाहिर पानी पर्नु थाल्यो है। म लन्च बक्स रेडी पार्न आँटेको। मेरो चाहिँ टिफिन होइन यस्तो छ मेरो हस्पिस थियो नि दादाले मैले साटेको अनि बुनुको अनि यो चाहिँ भाइको चाहिँ म खाजा हाल्छु यसमा दादा चाहिँ त्यसमा खान्छ हामी चाहिँ मैले त्यो धन्दा सन्दा सबै गरेर भ्याइसकेँ अनि यहाँ चाहिँ स्वस्तिक आएर बसिरहेको छु नि आइगर ऊ चाहिँ भागिन्।